नमस्कार साथीहरू, म दिनेश विश्वकर्मा। नेपालको राजनीतिमा यसो त उथलपुथल भइ नै रहन्छ, त्यही मध्ये पनि एक हुन् रवि लामिछाने। आज म उनको विषयमा बोल्दैछु, के कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला। एउटा पत्रकारले माइक समातेर जनताको आवाज उठाउँछ, एउटा राजनीतिज्ञले सत्ताको सिटमा बसेर देशको सेवा गर्छ। जब यो दुवै भूमिका एउटैमा मिल्छ तब त्यहाँ बन्छ रवि लामिछाने। चितवनमा जन्मिएका रवि लामिछानेले अमेरिकामा पढेर नेपाली मिडियामा क्रान्ति ल्याए। उनको कार्यक्रम सिधा कुरा जनतासँगले नेपालीहरूको मन जित्यो। उनी नेता, अधिकारी र जनताको समस्यासँग सिधै टक्राउँथे। 2079 सालमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले। उनले भने नेपाललाई एक स्वतन्त्र नेतृत्व चाहिन्छ। जनताहरूले उनलाई चितवन 2 बाट ऐतिहासिक जित दिलाए। उनको यात्रा केवल करियर परिवर्तन होइन, नेपाली राजनीतिको क्रान्तिकारी अध्याय हो। संसदमा आक्रामक भाषण, स्पष्ट बोली र जनताको मुद्दा